कल्पना गर्नुस् त तपाईँ आफ्नो घरमा बसिरहनु भएको छ, वरिपरि सबै सामान्य नै देखिन्छ। अचानक मनभित्र एउटा अनौठो भारीपन जस्तो महसुस हुन्छ। युद्ध नक्सामा हुने सीमाको र भूगोलको सङ्घर्ष बाहेक मानव मनको जटिल प्रक्रिया पनि हो। मानिस होस् वा राष्ट्र दुवैमा एउटा प्रवृत्ति हुन्छ, त्यो हो जीवितै रहन चाहने। डरले तर्कहरू कमजोर बनाउँछ। हामी युद्ध क्षेत्रमा छैनौँ तर पनि हाम्रो मन भारी छ। यस्तो किन हुन्छ? यसको एउटा कारण कलेक्टिभ एन्जाइटी। नमस्कार, स्पन्दन विथ भाषा मनदेखि मनसम्म तपाईँलाई तपाईँकै अनुभूतिको संसारमा स्वागत छ। आजको प्रसङ्ग सुरु गर्नु अघि म तपाईँलाई एउटा सानो कल्पना गर्न आग्रह गर्न चाहन्छु। कल्पना गर्नुस् त तपाईँ आफ्नो घरमा बसिरहनु भएको छ, तपाईँको वरिपरि सबै सामान्य नै देखिन्छ, तर टेलिभिजन खोल्दा, मोबाइल स्क्रोल गर्दा एउटै समाचार बारम्बार दोहोरिन्छ। फलानो देशले फलानो देशमा आक्रमण गर्यो रे, युद्ध भयो, ड्रोन उड्यो, मिसाइल खस्यो आदि। अनि अचानक मनभित्र एउटा अनौठो भारीपन जस्तो महसुस हुन्छ, एउटा डर जस्तो, एउटा अशान्तपन। हामी युद्ध क्षेत्रमा छैनौँ, हाम्रो वरिपरि त्यस्तो युद्धसँग रिलेटेड कुनै त्यस्तो घटनाहरू भएको छैन, त्यस्तो बम खसेको छैन, मिसाइलहरू उडेको छैन, तर पनि मन अस्थिर हुन्छ। किन यस्तो हुन्छ? आज हामी यही प्रश्नको गहिराइमा जाने प्रयास गर्नेछौँ। युद्ध नक्सामा हुने सीमाको र भूगोलको सङ्घर्ष बाहेक मानव मनको जटिल प्रक्रिया पनि हो। यसमा डर छ, त्रास छ, शक्ति र पहिचानको सङ्घर्ष छ, अनि स्रोत साधन र अर्थको कुरा छ। मानिस होस् वा राष्ट्र दुवैमा एउटा प्रवृत्ति हुन्छ, त्यो हो जीवितै रहन चाहने इच्छा शक्ति, जसलाई सर्भाइभल इन्स्टिङ पनि भनिन्छ। जब कुनै समूहलाई लाग्छ उसको अस्तित्व, सम्मान, सुरक्षा खतरामा छ, त्यतिखेर डर जन्मिन्छ र डरले एउटा खतरनाक काम गर्छ। डरले तर्कहरू कमजोर बनाउँछ र वास्तवमा खतरा जति हुन्छ त्योभन्दा बढी नै देखिन्छ, र त्यही डरले हाम्रो मानसिकतालाई फ्रेमिङ गर्छ। आक्रमण गर नत्र ढिलो हुन्छ, हामी र उनीहरू भन्ने सोच हावी हुन्छ। द्वन्द्वको समयमा अर्को कुरा तीव्र हुन्छ, त्यो हो ग्रुपिजम, हामी र उनीहरू भन्ने सोच। धर्म, भाषा, संस्कृति, विचारधारा, राष्ट्रियता जस्ता पहिचानहरू अचानक बलियो भएर जान्छन्। मानव मस्तिष्कले स्वाभाविक रूपमा समूहमा सुरक्षा खोज्छ, तर जब कुनै समूहलाई लाग्छ उसको सामूहिक पहिचान खतरामा छ, उसको अस्तित्व, सुरक्षा खतरामा छ, त्यति बेला एउटा दुःखद घटना घट्न सक्छ। अर्को समूहप्रति त्यो समूहको सहानुभूति कम भएर जान्छ। त्यसको ठाउँमा शक्ति र नियन्त्रणको चाहना बढ्न सक्छ। त्यसैले युद्ध शक्ति सन्तुलनसँगै भावनात्मक विस्फोटनको पनि खेल हो। युद्ध केवल मैदान वा भूगोल र तोप, बन्दुक, ट्याङ्क, मिसाइलबाट मात्रै लडिँदैन, यो त मानसिक मैदानमा पनि लडिन्छ। भावनात्मक वातावरण र प्रचारले ठुलो भूमिका खेल्छ। जब समाजमा भावनात्मक उत्तेजना बढ्छ, गलत सूचनाहरू छिट्टो फैलिन्छ, रिस र आक्रोश बढ्छ, तथ्यमा आधारित तर्कहरू कमजोर हुन्छन्। आजको डिजिटल युगले झन् यो कुरा तीव्र बनाएको छ। सेकेन्डभरमै सूचनाहरू संसारभर फैलिन्छन्। टाढा कतै युद्ध भइरहेको छ, तर यहाँ किन हाम्रो मन अस्थिर छ? अघिकै महत्त्वपूर्ण प्रश्न। हामी प्रत्यक्ष युद्ध क्षेत्रमा छैनौँ तर पनि हाम्रो मन भारी छ, अनिस्थिर छ। यस्तो किन हुन्छ? यसको एउटा कारण कलेक्टिभ एन्जाइटी अथवा सामूहिक चिन्ता। जब संसार अनिस्थिर हुन्छ, संसारमा शान्ति कायम हुँदैन, हाम्रो मस्तिष्कले हाम्रो भविष्यलाई असुरक्षित ठान्छ। अर्को कारण रहेको छ इमोसनल कन्टाजिनियन, भावनात्मक सङ्क्रमण। जब हामी कुनै पनि समाचारहरू, कुनै पनि घटनाहरू लगातार हेर्छौँ, त्यसमा दुःख, पीडा, आक्रोश जस्तो कुराहरू मिसिएको हुन्छ भने
तिनीहरूको भाव हाम्रो मस्तिष्क र मनमा सर्छ र हामीले पनि त्यसलाई इन्टर्नलाइज गरेर त्यस्तै खालको रियाक्सनहरू दिन थाल्छौँ। त्यस्तै अर्को डोम स्क्रोलिङ भन्छ। लगातार कुनै पनि समाचारहरू, नकारात्मक समाचारहरू हामीले स्क्रोल गर्दाखेरि चाहिँ हाम्रो शरीरमा कर्टिसोल हर्मोनको लेभल बढेर जान्छ, जसले गर्दा हाम्रो निन्द्रा, हाम्रो एकाग्रतामा असर गर्छ। यस्तो अवस्थामा हामी के गर्न सक्छौँ त? हामी युद्ध त रोक्न सक्दैनौँ, तर एउटा कुरा चाहिँ गर्न सक्छौँ, हाम्रो मन मस्तिष्कलाई सन्तुलनमा राख्ने। कसरी राख्ने त? पहिलो त सूचनाहरूलाई सन्तुलन गरेर दिनभरि लगातार समाचारहरू नहेर्ने, एउटै कुरा बारम्बार नहेर्ने, समाचार हेर्ने पनि निश्चित समयहरू छुट्याउने र आएको सूचनाहरूलाई फिल्टर गरेर लिने। त्यस्तै अर्को छ भावनात्मक दूरीहरू बनाएर प्रत्येक बहसहरूमा भाग लिन जरुरी हुँदैन, प्रत्येक बहसमा भाग नलिने, प्रत्येक बहसहरूमा प्रवेश नगर्ने। कहिलेकाहीँ चाहिँ आफ्नो मानसिक ऊर्जा जोगाउनु पनि बुद्धिमानितापूर्ण हुन्छ। त्यस्तै अर्को आफ्नो शरीरलाई शान्त राख्नलाई कोसिस गर्ने, पर्याप्त निन्द्राहरू पुर्याउने, रेगुलर एक्सर्साइजहरू गर्ने, आफ्नो नियन्त्रणमा रहेको कुराहरूमा ध्यान दिने, जस्तो आफ्नो परिवार, साथीभाइ, सामुदायिक कार्यहरूमा चाहिँ इन्भल्भ हुने। जब संसारमा युद्ध चलिरहेको हुन्छ, द्वन्द्व चलिरहेको हुन्छ, आफ्नो मनभित्रको संसारमा शान्ति कायम राख्नु पनि एउटा जिम्मेवारी हो। डर, त्रास, असुरक्षा जस्तो कुराहरू स्वाभाविकै हो। संवेदनशीलता राम्रो कुरा हो, तर स्थिरता पनि आवश्यक छ। हामी सचेत रहनुपर्छ, डरले त्रसित वा ग्रसित होइन। आजको एपिसोडले तपाईँको मन छोयो भने यो एपिसोड अरूहरूसँग पनि सेयर गरिदिनु होला। यस्तै मनदेखि मनसम्म पुग्ने संवादहरूको लागि, कुराहरूको लागि स्पन्दन विथ भाषा मनदेखि मनसम्मलाई लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त, नमस्कार, फेरि भेटौँला।